यार क्या जिंदगी हो यार ये तो यस्तो दामी नजिकैबाट उडेको थियो चिल भर्खरै आउँदैन क्या मन्दिरको दर्शन गरेपछि अब हामी एकछिन थकाइ मारिरहेछौँ एकछिन यहीँ चाहिँ प्रसाद खाएर जानु भन्नुभएको छ हाम्रो पुजारी बुवाले हाम्रो सन्तोष सर यहाँ ब्लगिङ गर्दै हुनुहुन्छ उहाँ चाहिँ नयाँ युट्युबर हुनुहुन्छ उहाँ हाम्रो युट्युबर पनि होइन केही होइन मनोरञ्जन लाग्छ र यतातिर यही नजिकैको हाम्रो स्थानीयहरू चाहिँ पूजाआजा गर्न आउनु भएको छ अनि कस्तो लागिरहेछ त अहिले मस्त आनन्द लागिरहेछ गुड त्यो कामको त्यो दौडबाट चाहिँ समय निकालेर आउँदाखेरि चाहिँ निकै समय भएको थियो होइन हामी चाहिँ लगभग 1 महिना अगाडिको उसमा तयारी गरिरहेको थियौँ नि कस्तो लागिरहेछ अहिले चाहिँ अहिले आनन्द फिल भइरहेछ सबै चिज त्यो मनको त्यो बोझभरि मनको इच्छा चाहिँ पुरा भयो पुरा भयो आज चाहिँ होइन भयो दादा भयो ठिक छ हामी केही बेर बस्छौँ होला होइन एकछिन आधा घन्टा अब आधा घन्टा बस्छौँ र हामी चाहिँ बाइकको लाइट छैन रे अँध्यारोमा जाने पनि हुन्थ्यो होला तर बाइकको लाइट नभएको कारणले गर्दा अलि चाँडै जानुपर्ने अवस्था छ है हाम्रो डाइट खाँदैन हुन्छ उहाँले सरले यता लौ घाँसको मगाएर दिउँला घाँस कस्तो घाँस काट्छ नानी बोल्छौ कहाँबाट आऊ तिमी के बोल्नु कहाँबाट आऊ तिमी कुमा अँ। यो जाग्रतै तिम्रो घर यही हो हजुर ए को यो लाग्नुपर्छ के भन्नु भन्नु न नमस्कार 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 आज कति कति हो गरे 2 गते 2 महिना 2 गते नि यहाँ मालिकामा चाहिँ पिकनिक खान आएको के गर्न नै आज के नै माघी चढाउने गरी के नाम भन्दैन के राख्दैन कटाउन मिल्छ के के भनौँ सबैजनालाई नमस्कार सबैजनालाई नमस्कार मेरो नाम चाहिँ के नै मिना पिएम मेरो घर चाहिँ यहाँ 14 नगरपालिका 4 उम्ला टाकुरामा पर्छ आज चाहिँ हामी यहाँ मालिका के नै हो के माघी चढाउन त्यही त भन्छन् के अरे हजुर प्रत्येक वर्ष वर्ष महिनाको 2 पटक बाली भित्याउँदाखेरि क्या यहाँ चढाएपछि अनि आए खाने हजुर अब यति धन्यवाद के भन्नुहुन्छ भने भन्नुहोस् म भनिदिन्छु ना यो के सोध्नु छ आज चाहिँ म देखेँ माहौल धेरै अलि भिडभाड देखेको भएर मलाई चाहिँ के भइरहेको छ भन्ने कुरा थाहा भएन नि त हजुर त्यसको लागि तिमीलाई सोधेँ तिमी अब सायद यसमै सहभागी छौ होला होइन हजुर त्यो मन्दिरको बारेमा पनि के भन्थ्यौ नि त त्यो मन्दिरको बारेमा के कस्तो छ यहाँको के भन्छ यहाँको बारेमा त मलाई भन्दा त त्यसले सोध्नु भयो कि यो मन्दिर कति सालमा स्थान भयो अरे थाहै छैन र मलाई कति 2051 सालको कति हो 2051 सालको कति सालमा हो मन्दिर 54 सालमा बनेर चाहिँ यो 54 स्थापना भएको 200 वर्ष अगाडि हो खासमा यो अब म के बोलौँ र